हामी यो इगल नेस्ट भन्ने ठाउँबाट चाहिँ हामी चाहिँ हाम्रो यात्रा सुरु गर्दैछौँ है। अनि कति बजे लगभग ठ्याक्कै टाइम 1 बजे, ठ्याक्कै 1 बजे सुरु गरेका छौँ। कति बजे चाहिँ पुगेर फर्किन्छ थाहा छैन। ल है, बाटो त्यस्तो छ। वाउ, हिरो इगल नेस्ट भने नभन्दै चिलको घर जस्तै। जाम हामी चाहिँ अब सुरु है हाम्रो हाइकिङ है। ल अब हिँड्दै जाउँ। 13 किलोमिटर रिटर्न भनेर लेखा। नर्मल्ली अब कहीँ ब्रेक नलिने हो भने चाहिँ 4 घन्टामै पुगेर फर्किन सकिन्छ यहाँ। अब यदि ब्रेक लिँदै होइन खाजासाजा खाँदै फोटोसोटो खिच्दै हिँड्यो भने चाहिँ कति मिनट, सरी आवर, 6 घन्टासम्म लाग्छ भनेर भनेको छ। ल प्रकाश, के हो तिमी बुढो भयो क्या हो? यहाँ मैले भन्न त भने को हुन्छ बुढो भनेर नि भने, ठिकै छ, थाहा हुन्छ। एकदम वाउ। ल हेर्न सक्नुहुन्छ, ल हेर्नुहोस् मेरो वाइफ क्या भराएर एकदम तर एकदम सही देखिरहेछ। यिनीहरू मान्छेहरू चाहिँ बेनै गएर फर्के जस्तो छन्। And we are walking खै मोबाइल बिजी भयो सबैजना यहाँ अहिले। दही केवल कारमा चढेको थियो नि, केवल कार ओपनवाला थियो, त्यो देखिन्छ नि त्यो तल्लो अस्ट्रेलिया खोला पनि देखाइदिन्छु, यस्तै हुन्छ खोला। हामी चाहिँ हिँड्दै छौँ है। एकदम बाटो चाहिँ यस्तो छ, बाटोलाई त मान्नै पर्छ यहाँको बाटोलाई। ठिक छ, हिँड्दै छौँ हो। तर यहीँ नजिकै देखिन्छ यो अगाडि। अगाडि चाहिँ हामीले हिउँ देखिरहेछौँ। अहिले चाहिँ हामीले हिउँ देख्न सकेको छौँ। यो चाहिँ लुकआउट, माउन्ट कोसीको लुकआउट आइपुग्यो। मैले चाहिँ ड्याम यो अगाडि देखेर मलाई अलिक कम भनौँ न, कम टेम्परेचर भएर त मजाले हुँदैछ क्या। सेप्तामै ल यो चाहिँ लुकआउट पोइन्टमा बसौँ, 1-2टा फोटो खिचौँ है। ल एन्ड वी आर एट द माउन्ट कोसी लुकआउट पोइन्ट।
है यहाँबाट चाहिँ हामी सर्लकै माउन्ट कोसिकुजोको भ्यू देख्न सक्छौँ। हेरौँ गाइज, मान्छे टाढासम्म देख्न सकिन्छ। कमिला त देखेर मान्छे। And we are heading to the Mount Kosikuzo Pass, and we are doing a hiking since 2 hours, and we just had our break. And कहाँ त्यो गर्मी महिनाको जुत्ता हुन्छ के थाहा छ त्यस्तै यहाँ मैले पनि त्यस्तै लाएको नि। एन्ड वी आर मेरो पनि तातै छ के चिसोहरू बुट्टा हेर्दैछन् ल हेर्नुहोस् भ्यू एकदम नेक्स्ट लेभल भ्यू होइन। वाउ 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 नेपालको मुस्ताङ भन्न मिल्यो एक हिसाबले। यो माउन्ट कोसिकुजो यो खैरे जातहरू अलिकति पनि हाम्रो नेपाल जस्तो ढुङ्गा माटोमा हिँड्न सक्दैनन्, उनीहरूको लागि भनेर देख्न सक्नुहुन्छ यस्तो बाटो छ यहाँ। एकदम लखर हाँ भएर नि होला कस्तो एनर्जी आयो यार। तिमीले पनि पावर अफ पिया त मोन्स्टरै हो नि एक हिसाबले। लाउने यता फेरि ओ यता झ्याप हिँड्नु पऱ्यो रे। तगेडाको साथ हामी आफ्नो गन्तव्यतर्फ लम्किँदैछौँ। हजुर यो जोस र जान सकिनु छैन। विश्राम साथसाथै कस्तो बाटो हिँड्यो यो त जायो आँखा चिम्लेर। कहाँ हो र तिमी? पछाडि भुँडी लाग्यो क्या भुँडी होइन हौ आऊ ज्याकेट तिमी यार तिमी मोटा यार हिँडिरहेको छ खुसी तिमी लहर काम नगर्दाखेरि Right, left, right, left, right, left, right, left, right, right. Shoulder, left, right, left, right. आएर फिल भइरहेछ कराउनु हुन्न रहेछ। सास छिटै फुल्लिन रहेछ। आयो बा ओए बसौँ यार। गोपाल त यार यहाँ उडेर छ मेरो गोपाल। ओ ड्याम ल बाटोमा एउटा लेक देखा परेको छ अब है। लेक देखियो है। हामी अहिले यहाँ यस्तो बाटो है। हामी चाहिँ अहिले रोशन पासमा है। अब माउन्ट कोसिकुजो चाहिँ 1.6 किलोमिटरको हाइक। हामी चाहिँ यहाँ रोशन पासबाट छेउमै
टोइलेट रहेछ उयो चाहिँ रसन पास त्यहाँ टपमा चाहिँ माइन्ड यसरी हिँड्दै जान्छ तर हामीले चाहिँ अहिले के प्लान गऱ्यो भनेदेखिमा यसरी यहीँबाट माथि चलेर जाने अनि फर्किँदाखेरि चाहिँ त्यो बाटो फर्केर आउने प्लान है त्यस्तो अनि यहीँ रोसन पासको छेउमै टोइलेट पनि रहेछ हामी चाहिँ अब टोइलेट अब यस्तो ठाउँमा होइन यस्तो सही टोइलेट के भन्ने यार हिउँ पनि हामी धेरै नै देख्न सक्छौँ अहिले यार के हो यार टोइलेट पनि जेल जस्तो छ यार अनि कस्तो लाग्यो त होइन अस्ट्रेलियाको सबैभन्दा हाइएस्ट टोइलेटमा चर्बी सु हो ए खाल्टोमा मैले उतारेको जस्तो ल टोइलेट चाहिँ यस्तो रहेछ है ल हेर्ने टोइलेटबाट निस्केको यस्तो अस्ट्रेलियाको हाइएस्ट पोइन्ट टोइलेट है त धकाले है यार ए आम्मा धकाले छ गाइस धकाले छ हावाले अहिले यस्तो हावा आछ है यो साइडबाट आम्मा ओए हामीले यहाँ प्लान बनाएको थियौँ यहाँबाट यहाँबाट चढेर जाने तर नमिल्ने रहेछ त्यही भएर अब चाहिँ यहीँ नर्मल वाला वे नै हाम्रो गाउँघरको जस्तो आँगन ढुङ्गा ओछ्याएको आँगनबाट हिँड्दै अब हामी हाम्रो माउन्ट कुसुकुजुको समिटतिर लाग्दैछौँ अनि मेरो तपाईँ देख्न सक्नुहुन्छ होइन एकदमै विन्ड प्रुफ लुगाहरू चाहिँ किन लगाएर आउनुपर्छ भन्ने कुरो एकदमै हावा लागेको अवस्था बुढाबुढी यस्तो बाटोमा यसरी हिँड्न पाएपछि के चाहियो र होइन मलाई चाहिँ जतिसम्म लाग्छ हामी चाहिँ उयो बाटो हो अनि चार्लोट पास चाहिँ उयो बाटो यसरी है चार्लोट पास मान्छेहरू हिँडिरहेछन् त्यही हो अघि हामी गएको टोइलेट प्रकाश के भयो क्याम्पर गरिरहेको ए अनि यार सही यता यस्तो छ यो मनोरञ्जन त्यही बाटो आउने त्यो बाटो जाने त्यही बाटो तर मलाई जतिसम्म लाग्छ यदि हामीले चार्लोट पासबाट हाइक गऱ्यो भने चाहिँ यही बाटो हो जस्तो लाग्छ कि सानो होइन यतिबाट यसरी ठ्याक लेफ्ट राइट है एकदमै एक्साइटेड गाह्रो लाग्दैछ गेम अफ थ्रोन्सको त्यो वाल जस्तो अब यो चाहिँ नेक्स्ट लेभल भयो है यो चाहिँ फेरि नेक्स्ट लेभल वाइट वाकर छ होला त्यहाँ माथि कहाँ गयो मेरो बुढी त यही राणा पुग्न त्यत्रो 40 मिनट लगाइदियो है यिनीहरूले औडै घुमाइदिए त्यही त बरु होइन हुन त मेन रेन्ज वाक भने होला नि त केही उतापट्टिको भ्यू देखिन्छ भनेर होला नि त मलाई चाहिँ उ त्यो जस्तो लाग्यो कि उ त्यो अगाडिको त्यताको हाम्रो ग्रुपमा अब चाहिँ यहाँ देखेको ठाउँ नै आइपुग्यो अनि
यो मेरो बुढीले चाहिँ मेरो वाइफ मेरो श्रीमतीले चाहिँ अहिलेसम्म देख्न त पायो होला तर फिल गर्न छुन पाएको छैन अनि त्यही भएर अब कस्तो हुन्छ त रियाक्सन म हजुरहरूलाई देखाउँछु अब हजुरहरूलाई त के मतलब मेरो लागि चाहिँ होइन केही न केही लखर 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 हाम्रो प्रकाशलाई फोटो खिच्नु पऱ्यो अरे त्यस्तो तोरी लाउरो टोपी लगाएर हामी चाहिँ अहिले हिउँमा एकदमै धेरै स्नोम्यान बनाउन एउटा कस्तो बनाउँछ मेरो बुढीले स्नोम्यान है डल्लो डल्लो दुईवटा डल्लो तल अलिक ठुलो माथि अलिक सानो अब त्यस्तो अलिक छिमेको कम्बर बनाउने अब बुढाबुढी चाहिँ यहाँ कस्तो आउँछ है बाबु भएन बुढोबाट के सियो ओइ मैले धेरै पछि फिल गरेर हिँड्नु है हेर नि हेर म कस्तो बनाउँछु ल ल चङ्गाइ जाम जानी म बनाइदिन्छु छोटो हिँड्न पर्छ म बनाइदिन्छु अब के आँखा आँखा कति भन्नु त्यहाँ स्नोम्यान गाइस अब के हेर्ने यहाँ अब स्नोम्यान बनाउनु त बनाएको थिएँ मेरो बुढले चाहिँ त बनायो है तर मैले चाहिँ यस्तो ढाँचा साँचा होइन यस्तो कम्मरसम्म छिनाइदिएको थिएँ है तर नसकिने रहेछ के अरे किन ल ल मजा आयो हिउँ खेल्न जेठान हो नि त कपालको टोक प्रकाश एकदम चिप्लो 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 प्रकाश उसको भिडियो बनाऊ न एकचोटि जाम जाम त्यहाँ चाहिँ स्नोम्यान बनाउँदैछन् गाइजहरू ल अब चाहिँ यो हिउँलाई हामीले पछाडि राख्दै अब हामी अगाडि बढ्छौँ हामी चाहिँ अहिले यहाँ कहाँ आइपुग्यो भन्दाखेरि मेन रेन्ज वक
अब चाहिँ माउन्ट कोसिकुजो summit walk is 990 meter, which is not more than 25 minutes. And गुथेगा भिलेज भन्ने चाहिँ यता रहेछ है। यो बाटो चाहिँ गुथेगा भिलेज, मान्छेहरू त्यो चाहिँ गुथेगा भिलेज यता है। चार्लोट पासको बाटो पनि यही रहेछ यार। ल टाइम यो बाटो रहेछ यार, चार्लोट पासको बाटो नि। उतै नि हो रहेछ। ए ड्याम, ल धेरै कुरो थाहा भयो। नेक्स्ट टाइम आउँदाखेरि चाहिँ सानो सिलिली खेल्ने। आइ एम नट इन्ट्रेस्टेड भन्नु न। ल लखर लखर लहर त्यहाँ छ। है हाम्रो नेपाल एकदम यतिखेर यो डाँडाहरू देखेर एकदमै नेपालको मिस भइरहेछ मलाई है। नेपाल जान पाए नि हुन्थ्यो हैन। वाह नेक्स्ट लेभल यार, नेक्स्ट लेभल। गाइज टोइलेट त्यही हो। हामी त्यो बाटो हुँदै आयो त्यसरी यता चार्लोट पास। एन्ड यहाँ त्यहीँबाट यहीँ आउनलाई हामी एक डाँडो फन्को हान्नुपर्ने है। एन्ड अब हामीले हाम्रो मेन पोइन्ट देखिरहेको छौँ है। लगायत त्यो हजुरहरूको अगाडि जाऊँ है। एन्ड वी क्यान सी अ लट अफ पिपल। Wow. हेलो गाइज है। अब यो भिडियो त गरिसकेको थिएँ, त्यही पनि अब के कारणले भन्दाखेरि म हजुरहरूलाई भन्छु है। हामी चाहिँ यो डाँडामा देखेको टपमा थर्डबुको टपबाट हामी चाहिँ अहिले वाक गर्दै गर्दै आफै बाटो बनाउँदै बनाउँदै आउँदै होइन अहिले यो साइकल ट्र्याकको बाटो हिँड्दैछौँ। अनि
अब 4 बजे बन्द हुने ठाउँमा अब हामी वहाँ टपमा माउन्ट कोसीगुजीको टपमा 5 बजे पुगेको। अब तल झर्नै पऱ्यो गाडी भएको ठाउँमा। अब मान्छे हिँड्ने बाटो रहन्छ, हामी चाहिँ त्यही हल्का फुल्का दर्शकबिनहरू साइकल बात। कृपया यो चेयरलिफ्ट चाहिँ कहिले पनि मिस नगर्नु होला, होइन भने यस्तै एउटा दाउरा खोजेर यसरी दाउरा आएर अलिक भिड होइन भिड माउन्टेन बोट जसरी हिँड्न पर्ने हुन्छ ठिक हुन्छ। तर एकदम रमाइलो भइरहेछ, रिग्रेट छैन हामीलाई होइन। यस्तो हेर्नु त ल, यस्तो हरियो घाँसमा सर्र यसरी बाख्रा चरे जसरी हिँडे खान् होइन, के हो भन्दा होइन। घुमेर हिँड्नुपर्छ होइन। ल हेर्नु फुर्ती होइन, जोस। अब अस्ट्रेलिया जस्तो विदेशीहरूले पो होइन यस्तो बाटो हिँड्न सक्दैन। अब हामी नेपाली मान्छेहरू त भिर हिँडेर होइन, भिरमा अब बाख्रा चराउँदै हिँड्ने, गोठालो हुँदै होइन, आफै बाटो बनाउँदै ठिकै छ। नयाँ एक्सपिरियन्स भइरहेछ, मेमोरी क्रिएट भइरहेछ। यता हाम्रो गाइड 2 जना स्पेसल गाइड। ल रमाइलो भइरहेछ यहाँ एकदमै, यहाँ होइन एकदमै। कहाँबाट जाने भन्ने सोच। म चाहिँ क्यामेराम्यान। ल हेर्नुहोस् यस्तो रमाइलो ठाउँ छ कि। त्यो पोलसम्म ऊ छ होइन, नत्र जान्छ सिधै। त्यहाँबाट चाहिँ यस्तो सभ्य नागरिक जसरी मान्छे साइकल ट्र्याक हिँडे जस्तो गर्नुपर्छ, मान्छेहरूले पनि देख्छ होला। ल प्रकाश हिँड नि त, म यहाँ क्यामेराम्यान सबको भिडियो बनाउँदै हिँडिरहेको छु। ए हाम्रो नेभिगेटर यता है, 2टा गाइड यता, म क्यामेराम्यान, मेरो बुढी चाहिँ गेस्ट। मेरो बुढी त यार परी जस्तो देखे यार, सेतो कपडामा पुतली सर्र घाँसहरूमा उड्याएको जस्तो, टाउकोमा चस्मा, कपाल सर्र फर्र उडाउँदै। ल आइपुग्यो नि त यहाँ। रमाइलो छ। खै कहाँ गयो क्या? कागलाई खरायो भने क्या त्यो 2टा कागलाई खरायो देखेर हाम्रो प्रकाशले। अहिले देखाएपछि भन्छु। यहाँ दुधको दुध पानीको पानी होइन प्रकाश, आफू झुकिन्न। क्यामेराम्यान एकदम स्लो छ गाइज। मेरो बुढी उता हिरो डन, 1 म्यान वुमेन। आज कति बजी क्यानबेरा पुगिन्छ थाहा छैन। यहाँ चाहिँ 8 मिनटको भिडियो भइसक्यो। एकदम खुसी। यहाँ रिग्रेट भन्ने नै छैन हाम्रो अनुहारमा, देख्न सक्नुहुन्छ होइन। यस्तो मजा कहाँ पाइन्छ र, खोजेर पनि पाइन्न यस्तो, खोजेर पनि पाइन्न यस्तो त। मार्दै हिमाल ट्रेक भन्दा पनि बेस्ट A1 सरर। यस्तो हरियो घाँसमा होइन के चाहियो? 1-2टा बाख्रा भइदियो नि, यता गोठालो भन्नु नि मिल्थ्यो होला हामीलाई अहिले। या बा, ओहो भिडियोमा आइया बा सुन्ने क्या?
ल एट द एन्ड वी आर एट द भ्याली थर्डबो भ्याली इगल नेस्ट देखिबाट यहाँ तल अँ भ्यालीसम्म हामी नै होला यात्रा गऱ्यौँ कि यस्तो कठिन यात्रा गऱ्यौँ अघि हामीले खेलेको अल्पाइन कोस्टर चाहिँ उतै हो